के तपाई किताब पढ्दा 5 मिनेटमै बिर्सिनुहुन्छ? जति पढे पनि दिमागमा बस्दै बस्दैन र अर्को दिन सबै सेतो बोर्ड जस्तै खाली हुन्छ त? यदि हो भने यो समस्या तपाईको बुद्धिको होइन, पढ्ने तौर तरिका नमिलेर मात्रै यस्तो भएको हो। आजको भिडियोमा म तपाईलाई 12 वटा यस्तो वैज्ञानिक तरिका बताउँदै छु जसले तपाईको पढेको कुरा 10 मिनेटमै दिमागमा लक हुन्छ र धेरै दिनसम्म जस्ताको त्यस्तै याद रहन्छ। यदि तपाई विद्यार्थी हुनुहुन्छ भने आजको यो भिडियो तपाईको पढाइको गेम चेन्जर बन्नेछ। लेट्स बिगिन। तर त्यो भन्दा पहिले मेरो च्यानल मोटिभेटर बीपी लाई यदि तपाईले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी सामनेमा देखाइएका बेल आइकनलाई जरुर दबाउनु र भिडियो मन परेको खण्डमा आफ्नो साथीभाइ मित्रलाई जरुर शेयर गर्नु होला र कुनै जिज्ञासा छ भने कमेन्ट बक्समा गएर कमेन्ट पनि गर्न नभुल्नु होला। अब लागौ टपिक्सतिर है त। पढाइलाई जस्ताको त्यस्तै याद राख्ने सबैभन्दा असरदार 12 विधिहरू। पहिलो नम्बर एक्टिभ रिकल, सबैभन्दा शक्तिशाली विधि हो यो। यसको अर्थ के हो? पढेको कुरा फेरि किताब हेरेर होइन, आफैले दिमागले सम्झने कोसिस गर्ने प्रक्रिया नै एक्टिभ रिकल हो। यो सबैभन्दा शक्तिशाली मेमोरी टेक्निक मध्ये एक हो। किताब हेर्दै बस्ने होइन, किताब बन्द गरेर आफै उत्तर बोल्ने, लेख्ने। उदाहरणको लागि अहिले मैले पढे भन्ने प्रश्न आफैलाई सोध्ने। कसरी गर्ने? किताब एक पटक पढेपछि किताब बन्द गरेर आफैलाई सोध्ने, अहिले मैले के सिके? उदाहरणको लागि तपाईले मानव पाचन प्रणाली पढ्नुभयो, अब किताब बन्द गरेर बोल्ने। खाना कहाँ पुग्छ? लिभरको काम के हो? सानो आन्द्राले के गर्छ? किताब नहेरी बोल्नु। अर्को उदाहरण, मानौ तपाईले जलवायुको प्रकार पढ्नुभयो, अब एक्टिभ रिकल कसरी गर्ने? किताब बन्द गर्नुहोस् र आफैले आफैलाई सोध्नुहोस्, जलवायु कति प्रकारका हुन्छन्? मनसुन जलवायु किन बढ्छ? यदि आधा मात्र सम्झनु भयो चल्छ, तर किताब खुलाएर फेरि जाँच्नुहोस्। यसले दिमागमा मेमोरी स्टिक जस्तो बनाइदिन्छ। दोस्रो नम्बर विधि स्पेस रिपिटेसन, विराम सहित दोहोर्याए। एउटै विषयलाई दिनभरि कुदाए पनि दिमाग थाक्छ, तर 1 दिनपछि, 3 दिनपछि, 7 दिनपछि दोहोर्याउँदा थाहै मेमोरी बन्छ। अब कसरी गर्ने? एउटै विषय बारम्बार कन्टिन्युअस पढ्ने होइन, यो तालिका अनुसार पढ्ने गर्दा राम्रो होला। पहिलो दिन सिक्ने, 1 दिनपछि दोहोर्याउने, 3 दिनपछि दोहोर्याउने, 7 दिनपछि पुनः दोहोर्याउने गर्दा राम्रो हुन्छ। जस्तै कि मानौ फोटोसिन्थेसिस पढ्नुभयो भने भोलि 1 पटक पढ्ने, त्यसपछि 3 दिनपछि फेरि दोहोर्याउने र पुनः 7 दिनपछि फेरि दोहोर्याउने। यसरी पढ्दा अटोमेटिक दिमागमा बस्न जान्छ। तेस्रो नम्बर मेथड, जसलाई फिमेन टेक्निक्स भनिन्छ, कठिन कुरा बच्चालाई जस्तै सजिलो भाषामा बुझाएर सिकाउने माध्यम हो। यसरी सिक्दा दिमागमा गहिरो छाप बस्छ। कसरी गर्ने? कुनै कठिन कन्सेप्ट लिएर, जस्तै कि इक्जाम्पलको लागि ग्राभिटी गुरुत्वाकर्षण किताबमा हुन्छ। ग्राभिटी इज अ फोर्स दैट एट्रैक्ट टू बॉडीज। बुझे जस्तो लाग्छ तर मनमा बस्दैन। फिमेल स्टाइलमा बुझाउ, जस्तो कि ढुङ्गा फाल्दा तल झर्छ, हामी आकाशमा तैरिन सक्दैनौँ, पानी जमिनमा बग्छ। यो सबै पृथ्वीलाई हामीलाई तानेको कारणले हुन्छ। त्यही तान्ने शक्तिलाई ग्राभिटी भन्छ। अब आजदेखि ग्राभिटी कहिले नबिर्सिने हुन्छ।